बाहुनले बिगारे देश हो। के भनौँ यसमा? बाहुनले बिगारेको, जसले देश हाँक्न हुँदैन थियो उसैको हातमा देश परेपछि मैले के भन्ने? नाम लिन डराउनु भयो तपाईँ देश कसले बिगारे भनेर? म नाम लिन डराएको चाहिँ होइन। अब कसै कुनै भविष्यवाणीमा मैले सुनेको थिएँ, यो कुनै गुरुद्वारा सुनेको थिएँ, मैले उहाँको नाम लिन चाहेन। देश बाहुनले नै बिगारेको हो। बाहुनले बिगारे हो। किनभने पहिला आफू नीति नियममा नबस्ने, दोष अरूलाई लगाउने, अनि म चाहिँ सर्वेसर्वा। तीमध्ये को पर्यो त? नाम भन्दिनुहोस् त। सबै परे। को परे? सबैभन्दा बालन पनि पर्यो, रबिन? नै तिनटै टाउको छ नि त। के नाम भन्नु न त केपी ओलीले आफ्नो सिद्धान्त पुरा गर्न सके, न त प्रचण्डले पुरा गर्न सके, न त यो के नाम देउबाले, शेरबहादुर देउबाले। तिम्रो तिनवटा कामका छैनौ। अब कामका छैनौ तिमीहरू। जनताको पसिना चुस्ने, देशलाई डुबाउने र छिमेकीको अङ्गालोमा बाँधिने मात्रै हौ। जसलाई जुन कर्म दिइएको छ उसले त्यही कर्म गर्ने हो। जस्तै गुरुकुल भनौँ, गुरुकुलको काम के हो? संस्कृतद्वारा चाहिँ उनीहरूलाई शिक्षा दिएर पण्डितमा उतार्ने हो। ज्योतिषको काम के हो? के अरे चिना हेर्ने हो र ग्रह नक्षत्रको कुरा गर्ने हो। उनीहरूको सबैको जिम्मेवारी छ त। अनि गुरु माताको काम, धामी झाँक्रीको काम के हो? जोखाना हेर्ने, यस्तो, अनि यिनी लाई लगानलाई चाहिँ पन्छ्याउने, ठिक गराउने, त्यो काम हो।